स्वादसँगै स्वास्थ्य पनि होस् भनेर आज बिहानको ब्रेकफास्ट यानि कि खाजाको रूपमा चाहिँ मैले आमा र मेरो छोरीको लागि फापरको रोटी तयार गरेँ है। म चाहिँ यसरी फापरको पिठो खानाले चाहिँ हाम्रो शरीरलाई धेरै फाइदा पुग्छ होइन। भिटामिन B1, B2, B3, B6 जस्ता भिटामिनहरू पनि यसमा पाइन्छ। साथै भिटामिन E अनि खनिज, रुटिन, प्रोटिन, फाइबर चाहिँ यसमा प्रशस्त रूपमा पाइन्छ है। एकदमै राम्रो हुन्छ। छोरी कस्तो छ? मिठो छ। के को रोटी हो थाहा छ तिमीलाई? फापरको। फापरको पिठोको रोटी हो। यो त कस्तो हेल्दी हुन्छ नि, मन पर्यो? के हाल्न लाग्नु भएको? अचारसँग खानु। के को अचार हो? फिलिङ्गीको। तपाईँलाई फापरको रोटी मन पर्छ? पर्छ अति नै। बनाउने मान्छे चाहिँ म हो। दुईजनालाई खाजा बनाइदिइसकेँ। तपाईँहरूलाई फापरको रोटी मन पर्छ? कमेन्ट गर्नु है।